एउटा कुरा सत्य हो कि भस्मेडनले चाहिँ मलाई मासमा सबै नेपाली सामु विपिन कार्की भनेर चाहिँ विपिन कार्की भन्दा पनि भस्मेडन भनेर त्यो चरित्रलाई चाहिँ सबै नेपालीले चिनाइदिनु भयो, चिन्यो। अब थिएटरमा एउटा स्टेज बनाउने कार्पेन्टरबाट सुरु गरेको यात्रा आज यहाँसम्म आइपुग्दाखेरि चाहिँ होइन मलाई महसुस एक पछाडि फर्केर हेर्दा गर्व पनि लाग्छ होइन, मैले यहाँसम्म पुगेँ। ओहो होइन, यहाँ पुग्नको लागि म यति मेहनत गर्दा यहाँ पुगिँदो रहेछ। अझै मेहनत गऱ्यो भनेदेखि अझै ठाउँमा पुगिने रहेछ। एनिमल फिल्म बलिउडको खेल्ने कुरा थियो पहिला, मिस भयो होइन, त्यसलाई चाहिँ कसरी हेर्नु भयो? मिसलाई कसरी हेर्नु भएको छ? यदि खेलेको भए अहिले विपिन कार्कीलाई कहाँ पाउन सकिन्थ्यो होला? सन्दीप रेड्डी भाङाकै प्रोजेक्टमा पनि डोका बन्द भएको छैन। पहाडको केही डायलगहरू चाहिँ मेरो मनमा एकदमै गढेर बसेका छ, जुन चाहिँ आमासँगको संवादमा छ होइन। अनि मैले दाइको मुखबाट सुनौँ त्यो कस्तो छ? त्यो म अहिले भन्न सक्दिनँ, सक्नुहुन्न है? म एकदम फिल्ममा जान्छु, साह्रै मलाई एकदम गाह्रो हुन्छ त्यो कुराले पनि। म त्यो भन्नै सोच्नै सक्दिनँ कि एकदम काली लाग्दो लाग्छ क्या मलाई त्यो कुरा। नमस्कार, रातो पार्टीको स्टार एन्ड स्टोरिजमा यहाँलाई स्वागत छ। म कुबेर गिरी। आज हाम्रो स्टुडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व कलाकार विपिन कार्की हुनुहुन्छ। आज हामी उहाँको आगामी चलचित्र काजी र अभिनय करियरको विषयमा कुराकानी गर्दैछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। विपिन दाइ, स्वागत छ यहाँलाई रातो पार्टीमा। हस्, थ्याङ्क यू। पछिल्लो समय चाहिँ केमा व्यस्त हुनुहुन्छ यार? अहिले त अब विशेष जेठ 8 गतेबाट चाहिँ हाम्रो चलचित्र काजी लाग्दैछ, देशभरि विदेशभरि सबैतिर। त्यसकै प्रमोसनमा व्यस्त छु अहिले चाहिँ। अनि अर्को एउटा प्रि प्रोडक्सन पनि भइरहेको छ एउटा अपकमिङ अब गर्ने मुभीको, एकादेशमा भन्ने चलचित्र चाहिँ। त्यो चाहिँ अबको 1 महिना जस्तोतिर छायाङ्कन, प्रि प्रोडक्सन तयारी भइरहेछ। त्यो तयारी भइसकेपछि चाहिँ त्यसको छायाङ्कनमा जान्छु। जस्तो फिल्मको प्रचार गर्दा विपिनको व्यस्तताले फिल्म प्रचारमा हिँडाउनै गाह्रो छ, भ्याइँदैन भन्ने कुरा पनि थियो एक समय। फेरि हजुर प्रचारमा हिँडिरहेको छु भन्नुहुन्छ होइन? कसरी म त्यो त यो त म एकदमै प्रतिवाद गर्छु यो कुरालाई त। अब कसरी हिँडेन भन्दा हरेक चलचित्रहरूमा चाहिँ म तपाईँहरूसँग समक्ष चाहिँ मलाई कुनै चलचित्रमा दर्शकले नदेख्नु भएको छ र होइन, अथवादेखि कुन चलचित्र मैले उनको स्वेटरमा योभन्दा अगाडि मेरो लागेको भनेको उनको स्वेटर होइन। उनको स्वेटरमा म कति प्रचारमा हिँडेँ भन्ने कुरा त अब त्यो मलाई अरूले शुद्ध भन्थे, तपाईँ चाहिने भन्दा बढी यसपालि प्रचारमा हिँडिरहनु भएको छ है भन्थे होइन। अब पहाडकै सिलसिलामा पहाडमा पनि प्रचारमा म चलुन्जेलसम्म हिँडेकै होइन। अथवादेखि यो प्रचार भन्ने कुरा चाहिँ अब यो हाम्रो यो अन्तिम काम जस्तो लाग्छ क्या, एउटा आफ्नो तर्फबाट होइन। आफूले गरेको कामको सबै सकेसम्म धेरै मान्छेसम्म पुगोस् भन्ने धारणाले सकेसम्म प्रचारलाई चाहिँ अहिलेको समय फेरि कस्तो हुँदै आइरहेछ भनेदेखि तपाईँको प्रचार बिना अथवा त्यो प्रचार पनि एउटा प्रोडक्सनकै एउटा अङ्ग जस्तो भएर आएको छ। त्यो कारणले गर्दा प्रचारमा जान्न अथवा प्रचारमा समय दिन्न भन्ने छुट कलाकारलाई हुँदैन जस्तो लाग्छ मलाई। त्यही भने हिँडिरहनु भएको छ भनौँ। हिँडिरहेको छु। अब समय सन्दर्भमा कहिलेकाहीँ आफ्नो अब केही समय काम पर्छ, कहिले के इमर्जेन्सी पर्छ, घर परिवार भएको मान्छे हुँ होइन। अब कुनै कार्यक्रममा उपस्थित हुन नसकौँला सर्टेन कार्यक्रमहरूमा, त्यो अलग कुरा, अलग पाटा कुरा हुन्। त्यो अब इन्टेन्सनल्ली जान्न भन्ने चाहिँ हुँदैन मेरोबाट। जस्तो तपाईँको हरेक फिल्ममा भूमिका विशेष हुन्छ, फरक पनि हुन्छ। हजुर हजुर। यसमा चाहिँ के छ? काजीमा चाहिँ के छ भने काजी एउटा यस्तो खालको पात्र हो जुन पात्र मैले अहिलेसम्म नगरेको फरक यस अर्थमा छ कि काजी म प्रेम कथामा अथवा प्रेमी क्यारेक्टरहरूमा चरित्रहरूमा चाहिँ अनफिट भन्ने खालको कुरा त्यति साह्रो दर्शकले रुचाउनुहुन्न। चक्लेटी हिरोमा पर्दैन भन्नु न सिधै, भनौँ न यस्तो लभ स्टोरी फिल्महरूमा। तर अब मैले खेल्ने लभ स्टोरी फिल्महरू फेरि त्यस्तो हुँदैन कि जो चक्लेटीवालाले खेल्ने होइन। अनि मेरोमा चाहिँ अब त्यो प्रेम सम्बन्धका कुराहरू नै हो होइन। र काजीमा चाहिँ एउटा त्यो समयको काजी जो आजभन्दा 30 वर्ष 35 वर्ष अगाडिको हाम्रो लोकालिटी, हाम्रो चाहिँ एम्बियन्स,
हाम्रो टाइम फ्रेम हामीले कैद गरेको छौँ त्यो समयको काजीको चाहिँ काजी जो प्रेमिल छ। काजी भन्ने बित्तिकै अर्कै अब एउटा धेरै खेतीपाती भएको कामदार मान्छेहरू धेरै राखेर जमिनदार गर्ने भन्ने एउटा जमिनदार अथवादेखि एउटा हाम्रो हिसाबलाई छेत्रीका काजीहरू थापा काजी बस्नेत काजी यस्तो काजी खानदान भन्ने चाहिँ चलन थियो होइन, अब पहिले राणाकालदेखि नै। अनि अब यो कुरा पनि हो, तर अब यसमा चाहिँ तर 30 कुराहरूलाई बिर्सेर जानुपर्छ। यो चाहिँ एउटा प्रेमी भएको भएर काजी चाहिँ एउटा काजी फ्यामिलीबाट बिलोङ्स गर्ने एउटा पात्र हो। तर जो प्रेमी हो एउटा यस्तो प्रेमी हो कि तपाईँको उदाहरण दिनुपर्दाखेरि एउटा भँगेराको जोडी जस्तो अथवादेखि एउटा ढुकुरको जोडी भने जस्तो केकी अधिकारी र त्यहाँ मेरो काजी कजिनीको जोडी पनि एउटा यस्तो जोडी बन्छ कि यस्तो बन्दियोस् जस्तो मलाई लाग्छ र बन्छ जस्तो लाग्छ भनेदेखि जुन चाहिँ कति चाहिँ अब स्थापित प्रेमी जोडीहरू चाहिँ हाम्रो साहित्यमा कलामा छन् नि। जस्तो मुना मदनकै कुरा गऱ्यौँ भने हामी एउटा प्रेमको चाहिँ दुईवटा पात्र मुना मदन भनेको एउटा प्रेमको प्रतीकको रूपमा हेर्छौँ। रोमियो जुलियट, लैला मजलु यस्ता सबैतिर छन् यस्ता पात्रहरू। त्यस्तै सिनेमा संसारमा नेपाली चलचित्र उद्योगले पनि एउटा काजी कजिनी चाहिँ एउटा प्रेमीको एउटा चाहिँ त्यो काजी कजिनी भन्ने बित्तिकै एउटा प्रेमको चाहिँ यस्तै एउटा बनोस् जस्तो लाग्छ क्या मलाई। एउटा पर्यायवाची शब्द जस्तो प्रेमको पर्यायवाची जोडीको शब्द जस्तो बनोस् काजी कजिनी भन्ने लाग्छ र मलाई त्यो हुन्छ जस्तो पनि लाग्छ। किनभनेदेखि यसमा प्रेममा चाहिँ एकदमै कुन लेभलसम्मको, कुन तहसम्मको, कुन हदसम्मको प्रेम एकअर्कालाई गर्न सकिन्छ अथवा समर्पित गर्न सकिन्छ भन्ने खालको कुराहरू चाहिँ यसमा देखाइन्छ। त्यही केही अगाडि पनि तपाईँले भन्नुभएको छ यो फिल्म वर्षौँसम्म याद गर्छन् प्रेम कथामा भनिन्छ। त्यस्तो के ट्रिटमेन्ट छ त त्यो याद भइरह्यो? यो भनेको कस्तो भने प्रेम भन्ने बित्तिकै मेरो बुझाइमा अथवादेखि मैले पूर्ण बुझिसकेको छुइनँ अहिले, तर पनि मेरो बुझाइमा के हो भनेदेखि प्रेम भन्ने नै एउटा समर्पण, समर्पित होइन। एउटा काजीले चाहिँ के भन्छ भनेदेखि एउटा ठुलो कुरामा अथवा धन सम्पत्ति सम्पन्न भएर पनि त्यो चाहिँ दुखी हुन पनि सक्छ होइन। अथवादेखि धन सम्पत्ति चाहिँदैन क्या, चाहिँदैन खै के भन्ने गीतहरू छन् नि त्यस्तै खालको। कुनै पनि धन सम्पत्ति एउटा अरू कुरामा योग्य भए पनि प्रेमको मामलामा चाहिँ अथवादेखि प्रेमी चाहिँ गरिबहरूलाई मात्रै त्यो दुःख पर्दैन। प्रेमका दुःख चोटहरू चाहिँ एउटा धनी वर्गमा पनि अथवादेखि उत्तिकै परिरहेका हुन्छन्, उत्तिकै मन अशान्त हुन्छ, उत्ति नै दुःख पीडा हुन्छ भन्ने कुरा पनि यसले देखाएको छ क्या। यो चाहिँ अलिकति फरक यो अर्थमा पनि छ। र एक लेभलको समर्पण। अब भोलि मैले सबै कुरा भन्दाखेरि स्पोइलवालाको स्टोरीहरू होइन भोलि, तर अब तपाईँले अन्त्यमा भन्नुपर्दाखेरि यो एउटा प्रेममा कतिसम्म समर्पण गर्न सकिन्छ अथवादेखि एउटा प्रेम जोडीमा कतिसम्म अन्डरस्ट्यान्डिङ हुनुपर्छ, कतिसम्म चाहिँ के गर्न हुँदैन होइन, त्यस्ता जोडीहरूले के गर्दाखेरि अप्ठ्यारोमा परिन्छ भन्ने खालको कुराहरू चाहिँ एउटा ट्रस्टका विश्वासको लेभलहरू होइन कतिसम्म त एउटा चाहिँ प्रेममा हुनसक्छ भन्ने खालको चाहिँ कुरा देखाउन खोजिएको छ। त्यो कारणले पनि विशेष हुन्छ अथवादेखि एउटा प्रेममा हुनुपर्ने अथवा प्रेम यो कथामा आधारित चलचित्रमा हुनुपर्ने सबै मेटेरियलहरू अलिकति फरक ढङ्गले अलिकति पिक्चराइजेसन पनि अलिकति तपाईँले देख्नुभयो भनेदेखि नर्मल जस्तो तपाईँले देख्नुहुन्न होइन। भिजुअल ल्याङ्ग्वेज पनि अलिकति स्ट्रङ छ। त्यो धेरै कुराहरू छन् काजीलाई चाहिँ आशा गर्नको लागि मेरो लागि। अब त फिल्म घोषणा गर्दा त त्यही पहिलाकै काजी खानदानहरूको रवाफहरूको होला भन्ने थियो। पहिले होइन थियो नि, त्यही स्टोरी बिचमा चेन्ज भयो। तपाईँको पहिले चाहिँ रवाफवाला काजी नै थियो होइन, त्यहीँबाट सुरु भएको थियो। अनि मैले त्यही स्क्रिप्टमै साइन गरेको, तर अब समय बित्दै गयो, 4-5 वर्ष नै बित्यो होइन दौरानमा। पछि फेरि स्टोरी लिएर आउनुभयो, नाम चाहिँ त्यही तर कथा फरक। तर मैले पढेँ अनि यो त काजी भन्न त सुहाउँदैन त यो कथा त भने क्या।
काजी भन्न त सुहाउँदैन त भने होइन दाइ मैले चाहिँ मलाई डाइरेक्टरले कन्भिन्स गरे कि यो काजी भनेको चाहिँ तपाईँको प्रेमको काजी सम्झिनुहोस् न होइन अथवादेखि एउटा लभेबल काजी त्यो सम्झिनुहोस् न यो एउटा काजी खानदानबाट बिलङ्स मात्रै गर्ने हो स्टोरी हामी यसरी भन्छौँ एउटा प्रेम कथा भन्न लागेको यो यस्तै मैले सोचेरै अब त्यो नाममै पहिले दर्ता गरेको फिल्म पनि थियो र त्यो नाम यसमा पनि फिट हुन्छ भन्ने मलाई लागेर गरेको एक्चुअली हेर्नुपर्ने हेर्दै गर्दाखेरि मलाई त्यो नामले खासै चाहिँ चित्त बुझेन भनौँ न होइन खासै त्यसले ऊ लाग्छ जस्तो लागेन क्या मतलब त्यो त्यसमा पनि त्यो काजी भन्ने नाम चाहिँ फिट हुन्छ जस्तो लाग्यो अब अनि नामले भन्दा पनि काम अथवा चलचित्र राम्रो भइदियो भनेदेखि होइन त्यसै फिट भइहाल्छ अब काजी चाहिँ इन्डियन एज अ काजी पनि म छु होइन कजिनीको रूपमा चाहिँ के अधिकारीजीको एकदम भयङ्कर एक्टिङ गर्नुभएको छ अब अलरेडी उहाँ एकदमै राम्रो एक्टिङ गर्ने एक्ट्रेस भनेर पनि चिनिन्छ नाम काजी होइन अभिनेता विपिन होइन बाहिर प्रचारमा आएको प्रेम कथा क्या हजुर यो कथा म्याच नगरे अथवा क्युरियोसिटी जस्तो जगाउने जस्तो के होला कस्तो होला होइन मैले फेरि यो मेरो पहिलो अनुभव पनि होइन मैले प्रसादबाट यस्तो सुरु गरेको यो खालको प्रेम कथामा प्रसाद पनि मेरो रुचाइएकै चलचित्र थियो दर्शकले अनि त्यसपछिबाट प्रेम भर्खर उनको स्विटर गरियो उनको स्विटर पनि अब प्रेममै आधारित थियो एउटा समय त्यो पनि रुचाइयो होइन अनि त्यो कारणले पनि काजी पनि अथवा मैले एउटा गर्ने प्रेम एउटा जुन एउटा श्रीमतीलाई फेरि मात्र श्रीमतीलाई गर्ने प्रेम अथवादेखि त्यो चाहिँ एक लेभलको देख्नुहुन्छ होला नदेखिएका कुराहरू अहिलेसम्म अझ अर्को पाटोहरू है यहाँहरूले देख्न सक्नुहुन्छ र मलाई चाहिँ अगाडि पनि मैले महसुस गरिसकेको छु कि प्रेम चलचित्रहरूमा अथवादेखि यस्ता खालका चलचित्रहरूमा मलाई दर्शकले रुचाइदिइसक्नु भएको छ त्यो कारणले पनि अलिकति बढी आशा गरेँ अक्सर तपाईँलाई प्रेम कथामा देखाउनु पर्दा श्रीमतीसँगको प्रेममै बढी देखाइन्छ त के यो लभ पर्ने डेटिङ जाने उमेर पनि त अब अलिकति यस्तो कास्ट हेर्दाखेरि चाहिँ अब कस्तो भनेदेखि अब कास्ट पनि हेरेर एज हेरेर पनि हुन्छ होइन अनि लभ गर्ने उमेरको खासमा म अहिले अब त्यो पार गरिसक्यो जस्तो लाग्छ त्यो कारणले पनि मलाई त्यस्तो भयो कि होइन त्यस्तो खालका रोलहरू आएका हुन् कि चरित्रमा भिज्ने कलाकार भएर पनि त्यो पनि हुनसक्छ त्यो त मेकरहरूले कसरी सोचेर मलाई दिनुहुन्छ त्यो त मलाई थाहा हुँदैन होइन तर अब विशेष मैले यो अनुभवी पनि छु यो कुरामा होइन अनुभवी आफू पनि अनुभवी पनि छु अब त्यसमा पनि अनुभव थिएँ होला एउटा समयमा तर अब त्योभन्दा अहिलेको समयमा सान्दर्भिक चाहिँ मेरो लागि एज एन एक्टर मलाई यस्तैमा इन्जोय गर्छु म त्यो त अब काजी पात्रको टेलर हेर्दाखेरि अलिकति लवज बोली यो चाहिँ अलिकति पुरानो हामीले यसमा तयार गर्न चाहिँ कति गाह्रो भयो हामीले पुरानोलाई अलिकति पुरानो ल्याङ्ग्वेज पुरानो टोन सबैतिरलाई होस् होइन एउटा पर्टिकुलर ठाउँमा अथवादेखि एउटा ल्याङ्ग्वेजमा मात्र नगर्ने कि अथवादेखि पहिले त एकदमै धेरै टोन गरेर गरिएको थियो पछि टोन डाउन गरेर अलिकति सबैलाई हुने खालको एउटा ठ्याक्क पर्टिकुलर ठाउँ यही ठाउँ हो नभन्ने कि भन्ने खालको हाम्रो डिस्कस भएर अनि त्यसलाई अझ मैले मेलो घटाएको त्यो टोनलाई होइन अनि समय अब लागि नै हाल्छ जे काम गर्दाखेरि पनि तपाईँको अलिकति टाइम त लाग्छ नै होइन राम्रो काम गर्नको लागि अथवा केही काम गर्नको लागि पूर्व तयारी त चाहिन्छ नि यसमा पनि तयारी गरियो राम्रै ठिकै तयारी गरियो स्क्रिप्ट पढ्यो अब सधैँ गर्ने जस्तै यसमा पनि गरेकै छु विपिनलाई सितिमिति चरित्रले सन्तुष्टि पार्न सकिन्न पनि भनिन्छ अनि यसको के कारणले गर्दा चाहिँ हजुरको छनौटमा पर्यो होइन मैले त यो त मेन कुरा त अब कथा भन्दा पनि अब एउटा पहिलेको कथा चाहिँ मलाई एकदम त्यो चाहिँ अर्कै जनरमा थियो तपाईँको एकदम काजी होइन अनि यङ काजी अब त्यस्तै खालको कथा अर्कै उसमा थियो कमेडी जनरमा थियो त्यो चाहिँ अनि कमेडीमा थियो अब अनि मैले चाहिँ त्यसमा भनेर मैले साइन गरेको खासमा तर एउटा एक खालको सम्बन्ध बढ्दै गइसकेपछि भोलि यो कुरा लिएर अर्कै स्क्रिप्ट लिएर गर्न आउँदाखेरि पनि मलाई त्यो
अब गर्छु भनेर निर्णय गरिसकेको कुरा र साइन गरिसकेको बाहिर पनि कुरा, आइसकेको कुरा बाहिर पनि आइसकेको कुरालाई चाहिँ अब फेरि अब मैले यो कथा चेन्ज भयो अब म गर्दिनँ भन्दा पनि एक खालको सम्बन्ध फेरि भइहाल्छ क्या। तपाईँको त्यो सुरुवात हुँदाखेरि मैले साइन गरेपछि नै डाइरेक्टर प्रोड्युसरसँगको सम्बन्ध, भोलि मैले उनीहरूलाई अब उनीहरूलाई घाटा लाग्ने अथवादेखि उनीहरूलाई हुन्छ भन्ने जस्तो लाग्ने खालको कुराहरू गरिदिनु हुँदैन। जतिसक्दो सजिलो भइदिनुपर्छ भन्ने मान्यता राख्छु। त्यो कारणले पनि मैले यसमा कुनै पनि रिक्वायरमेन्ट बिना ल हुन्छ तपाईँहरूको इच्छा छ, मैले अब अलरेडी नै साइन गरिसकेको कुरा हो, बोलिसकेको कुरा हो भनेदेखि ठिक छ गरौँ। विषयवस्तुले केही फरक पार्दैन। जुनै विषयवस्तुको पनि प्रेजेन्टेसन राम्रो बनायो भनेदेखि विषयवस्तु धेरै ठुलो चाहिँदैन चलचित्रलाई। यो कुरालाई चाहिँ म ढुक्क छु, विश्वास गर्छु यो कुरालाई चाहिँ। विगतका तपाईँको केही फिल्मले पनि देखाउँछ होइन। जस्तो फिल्म आउँदै गर्दा दर्शकमा, विपिनको फिल्म आउँदै गर्दा दर्शकमा एक किसिमको उत्साह हुन्छ होइन, हजुर यो फिल्म हेर्नुपर्छ अथवा यो विपिनले यो फिल्म खेल्यो भन्ने। अनि यसले दबाब महसुस गर्छ कि हौसला दिन्छ दाइ? यसले दुवै कुरा हुन्छ। एक खालको दबाब पनि हुन्छ, एक खालको चाहिँ अब कस्तो हुने रहेछ भनेदेखि मैले त्यो कुरा चाहिँ अचेल आएर चाहिँ रिलिज भन्दा पनि मलाई त्यो सेलेक्सन गर्ने बेलामा, मैले साइन गर्ने बेलामा म यी कुरा तपाईँले भनेको कुराहरू सोध्छु क्या होइन। भोलि म आज साइन गरौँला, तर मैले सोच्दा चाहिँ रिलिज भएपछि मेरो दर्शकले त्यो कुरालाई के भन्नुहुन्छ त भन्ने कुरा सोच्दै म साइन गर्छु क्या। अनि मलाई मेरो विवेकले भ्याएसम्म यो कुरा मेरो दर्शकले मन पराउँछन्, यो कुरा म पनि यसलाई राम्रोसँग न्याय गर्न सक्छु भन्ने कुरा फिल गरेर अनि मात्रै म साइन गर्छु होइन। र एक खालको चाहिँ अब उत्साहित पनि हुन्छन् दर्शकहरू र अब दर्शकहरूले चाहिँ अब एक खालको त्यो मायालाई पनि मैले तोड्न पनि सक्दिनँ। जुन एउटा विश्वास, ट्रस्ट जुन ममाको छ नि त, विपिन कार्की भन्ने बित्तिकै एक खालको हुन्छ है एउटा। अन्त एउटा चाहिँ एक खालको मान्छेले जति कस्तोसम्म पनि हुन्छ भनेदेखि मेरो फिल्म भन्ने बित्तिकै चाहे जे होस् हेर्न जाने त्यस्ता दर्शक पनि हुनुहुन्छ मेरो फ्यानहरू भनेदेखि अब त्यो दर्शकहरूलाई पनि मैले मध्यनजर गर्नुपर्छ नि त। भोलि मैले जे पाएँ त्यही मेरो सबै फिल्ममा चाहिँ आँखा चिम्लेर हेर्न जानुहोस् भन्ने कुरा होइन नि त। भोलि उहाँ जाँदाखेरि भोलि रिग्रेट भएर नआउनुहोस् भन्ने कुरा चाहिँ म जहिले पनि ख्याल गर्छु क्या। अनि त्यो कारणले गर्दाखेरि पनि साइन गर्दाखेरि 10 चोटि सोध्छु। लामो समय लाग्छ मलाई साइन गराउनलाई होइन। एकचोटि आजै तपाईँले स्क्रिप्ट पढेर भन्नाले प्रोसेसिङ साइन गर्ने प्रोसेसिङ छ। अनि पछाडि त अब होमिसकिएपछि होइन, होमियो अब त्यो ब्रेक लाग्ने कुरा हुँदैन। जति सक्दो प्रचार गर्ने हो, अब नआत्तिने हो, कन्फिडेन्ट हुने हो। राम्रो काम गरिसकेपछि त्यो कुरा आफै अटोमेटिक दर्शकले मन पराइहाल्नु। भनेपछि साइन गराउन गाह्रो छ, हतपत साइन गराउन चाहिँ गाह्रो छ। गरेपछि चाहिँ काम गर्न सजिलो छ। साइन गराएपछि चाहिँ मलाई एकदमै सजिलो छ। म जुनमा होमिएर अब मेरो रेस्पोन्सिबिलिटी मैले जब फिल मलाई गराउनुहुन्छ भनेपछि अब चाहिँ मलाई एकदम तपाईँले सजिलो पाउनुहुन्छ। मलाई साइन गर्न चाहिँ म 10 चोटि सोध्छु यी नै कुराहरू। मेरो दर्शकसँग मैले स्क्रिप्ट पढ्नु पऱ्यो, मलाई थाहा हुनु पऱ्यो होइन। अब यो भन्ने मुखको भरमा कतिले तपाईँले मेरो फिल्म खेल्नुपर्छ है भनेको भरमा चाहिँ म फिल्म खेल्दिनँ। त्यस्तो त अब सबैले बाटोमा भेट्दा पनि भनिरहेको हुन्छ। कोही चिनेको मान्छेले यसो भेट्दाखेरि ल छुट्ने बेलामा ल म लेख्दैछु यसो खेलौँ है भने म त्यसैलाई कन्फर्म गरेर हिँड्ने कुरा भएन होइन। अनि त्यसैले साइन गर्ने बेलामा चाहिँ 10 चोटि सोचेर अलिकति बरु धैर्यता राखेर होइन, सोचेर यसले के गर्छ त, मलाई फाइदा हुन्छ कि हुँदैन त, अथवादेखि मैले गरिसकेको रोल जस्तो चाहिँ छैन, मैले यसमा अलिकति फरक केही देखाउन सक्छु कि सक्दिनँ मेरा दर्शकहरूलाई भन्ने कुरा सोच्ने गर्छु। जस्तो अहिलेसम्म गरेको अभिनयमा गरेको फिल्मको कुनै त्यस्तो डायलग छ दाइ जो मनमा चाहिँ गडेर बसेको, यो चाहिँ गएकै छैन मेरो मनमा, अझै पनि ताजा छ भन्ने त्यस्तो केही छ? त्यस्तो छ, त्यस्तो डायलगहरू धेरै नै छन् होइन। तर मलाई तात्तातै अहिले चाहिँ पाहाडको केही डायलगहरू चाहिँ मेरो मनमा एकदमै गडेर बसेका छन्, जुन चाहिँ आमासँगको संवादमा छ होइन। अनि मैले भर्खरै आमा पनि धेरै वर्ष भएको छैन गुमाएको। अनि त्यो आमासँग एउटा बिलापको सिन छ, यहाँहरूले हेर्नुभएको छैन होला धेरैले। दाइको मुखबाट सुनौँ त्यो कस्तो छ? त्यो म अहिले भन्न सक्दिनँ सक्नुहुन्न है? म एकदम फिल्ममा जान्छु। साह्रै
मलाई एकदम गाह्रो हुन्छ त्यो कुराले पनि म त्यो भन्नै सोच्नै सक्दिनँ क्या एकदम काली लाग्दो लाग्छ क्या मलाई त्यो कुरा ए ठिकै छ दाइ रङ्गमञ्चबाट सुरु भयो यात्रा हजुर होइन फिल्मको काजीसम्म आइपुग्दाखेरि आफूलाई फर्केर हेर्दा चाहिँ कहाँ पाउनुहुन्छ तपाईँ होइन त्यो गर्न धेरै बाँकी छन् कुराहरू धेरै अब आफूले जानेको कुरा नि अझै दर्शकलाई मैले देखाउन सकिरहेको छुइनँ देखाउने मौका पाइरहेको छुइनँ जस्तो महसुस हुन्छ गर्न धेरै बाँकी छ पूर्ण कहिले हुँदैन रहेछ होइन अब थिएटरमा एउटा स्टेज बनाउने स्टेज कार्पेन्टरबाट सुरु गरेको यात्रा आज यहाँसम्म आइपुग्दाखेरि चाहिँ होइन मलाई महसुस एक पछाडि फर्केर हेर्दा गर्व पनि लाग्छ होइन मैले यहाँसम्म पुगेँ ओहो होइन यहाँ पुग्नको लागि म यति मेहनत गर्दा यहाँ पुगिँदो रहेछ अझै मेहनत गऱ्यो भनेदेखि अझै ठाउँमा पुगिने रहेछ अथवादेखि आफू अनेस्टी भयो भनेदेखि आफूले सोचेको कुराहरू चाहिँ पुरा हुँदो रहेछ भन्ने कुरा चाहिँ मलाई प्रुभ भएको छु र एक्सट्रिम एनर्जी ड्रिंक इनफ भन्ने कुरा चाहिँ कहिले पनि कलामा हुँदैन है अब पर्याप्त भयो पुग्यो भन्ने कुरा चाहिँ कहिले पनि हुँदैन भन्ने कुरा मैले सिकिरहेछु जहिले पनि अभावै हुन्छ जहिले पनि कुनै काम गर्दाखेरि त्यसमा गल्ती भइ नै हाल्छन् जतिसुकै पर्फेक्सनिस्ट भए पनि तपाईँको चाहिँ भोलि केही न केही आफ्नो नजरबाट केही न केही गल्ती चाहिँ अनेस्टली पर एउटा हेर्दाखेरि एज एन एक्टर आफ्नै कामको पनि कति मिस्टेक्सहरू चाहिँ म देख्ने गर्छु हरेक कामहरूमा होइन अनि र म एउटा खुसी पनि छु एउटा अब त्यहाँबाट यहाँसम्म आइपुगेँ त्यसमा खुसी छु र एउटा डर पनि छ अझै अब धेरै टाढा जानु छ अझै कति काम गर्नु छ बल्ल त एउटा हाइवेमा निक्लिएको छु होइन अब बल्ल कच्ची बाटो पार गरेर हाइवेमा को यात्रामा निस्केको छु अब यो हाइवेको यात्रा गर्नु छ जस्तो पशुपति प्रसादको भस्मेडन जसको क्रेजले आज हामी विपिनलाई यो अवस्थामा पाइरहेछौँ नि त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ होइन त्यसले मलाई त्यसले मात्रै पनि नभनौँ होइन मैले अब कुनै न कुनै दिन कुनै न कुनै रूपमा त्यो नभएको भए पनि आउँथ्यो होला अथवा आउँदिन थियो होला आउँथ्यो त्योभन्दा अगाडि नै म चाहिँ छड्के भन्ने चलचित्रलाई लिन्छु छड्के भन्ने चलचित्र मैले दर्शकले एकदम मेरो त्यो चरित्रलाई म आफ्नो पहिलो चलचित्र भन्न रुचाउँछु क्या त्योभन्दा अगाडि 2टा चलचित्र खेलेको थिएँ तर अब त्यसमा रोलै थिएन त्यसमा डायलग्स नै थिएन त्यसलाई अब के खेलेको मान्नु अब स्क्रिनिङमा देखिएको हिसाबले चाहिँ देखिएको थिएँ आचार्य र लुटमा तर अब छड्केमा चाहिँ राम्रो डायलग्स सहितको एउटा वान अफ द मेजर क्यारेक्टर गर्न पाइयो अनि त्यो छड्के फिल्म हेरिसकेपछि यति धेरै मैले मेरा शुभचिन्तक मेरो चाहिँ माया गर्ने मान्छेहरू मेरो एक्टिङ मन पराउनेहरूलाई मैले एप्रिसिएट गरिदिनु भयो कि त्यो एप्रिसिएटले नै हो मैले अरू कुराहरू कामहरू पाउँदै जान थालेको तर अब एउटा कुरा सत्य हो कि भस्मेडनले चाहिँ मलाई मासमा सबै नेपाली सामु विपिन कार्की भनेर चाहिँ विपिन कार्की भन्दा पनि भस्मेडन भनेर त्यो चरित्रलाई चाहिँ सबै नेपालीले चिनाइदिनु भयो चिन्यो त्यसलाई पनि म बिर्सिदिनँ कि पशुपति प्रसाद पनि मेरो एउटा माइलस्टोन टर्निङ पोइन्ट हो करियरको जस्तो अहिले पनि बाहिर हिँड्दा अथवा सार्वजनिक स्थलमा हिँड्दाखेरि पनि बढी चिनिने पात्र त भस्मेडनै त होला नि अहिले चाहिँ त्यस्तो भएको छैन अब चाहिँ बिस्तारै त्यो मेटिँदै जान थाल्यो होइन अब चाहिँ कसैले फणिन्द्रको रूपमा पनि कसैले सेल्फी किङ भन्छन् गाउँतिर जाँदाखेरि तपाईँ सेल्फी किङ होइन भन्छन् कसैले तपाईँ त्यो गाई पाल्ने मान्छे तपाईँ होइन भन्छन् होइन गोपी तपाईँ भन्न खोजेको गोपी तपाईँ होइन भन्छन् कसैले तपाईँ त्यो पैसा लुकाउने मान्छे होइन भन्छन् फणिन्द्र होइन भन्छन् कसैले भस्मेडन अहिले चाहिँ अब बिस्तारै अब एउटा समयसम्म चाहिँ भस्मेडन भनेन भने नचिनिने अवस्था थियो भनेदेखि बिस्तारै अहिले चाहिँ अब विपिन कार्की भन्दैखेरि चिनिने अवस्था आइसकेको छ अहिले भस्मेडन मात्रै भन्नु जरुरी छ र अब त्यसले मात्रै चिनिने मेरो परिचय भस्मेडनमा मात्रै सीमित रहेन अरू क्यारेक्टरले पनि पित्तले डन होइन कसैले नाकाको मेरो फेभरेट भन्नुहुन्छ कसैले चाहिँ प्रसादको फेभरेट भन्छ
अस्ति पहाड हेर्नेले कतिले मलाई पहाडै तपाईँको अहिलेसम्म गरेको सबैभन्दा राम्रो एक्टिङ तपाईँले यसमा गर्नुभएको छ, मलाई सबैभन्दा मन पर्यो यो मन पर्यो भन्नुभयो होइन। अब त्यस काजी आएपछि काजी भन्नु होला कतिले अब होइन। मैले त अब त्यो हिसाबले काम गरेको छु होइन। मैले त म दर्शकलाई जहिले पनि रिसाउने हिसाबले नै काम गर्छु, काम गर्ने कोसिस गरिरहेको हुन्छु। त्यो कारणले पनि अब फेरि काजी पनि मेरो बेस्ट हो क्यारेक्टर भन्न पनि सक्नुहुन्छ दर्शकहरूले। यो हरेक चरित्र दर्शकको मनमा यति गहिरो प्रभाव किन पर्छ दाइ? होइन यस्तो हुन्छ, मैले यो कस्तो भने चलचित्रमा मैले चरित्र गर्दाखेरि चरित्रलाई कसरी हेर्ने गर्छु सामान्यतया भन्दाखेरि म एउटा लोकल स्थानीय तपाईँको चाहिँ तपाईँले देखिरहेका टिपिकल रियल पात्रहरूको रेफरेन्स लिन्छु क्या होइन। मेरो स्टाइल हुन्छन् हरेक कलाकारहरूको आफ्नो आफ्नो चाहिँ अभिनय गर्ने ढङ्ग स्टाइल एउटा पारा हुन्छ क्या। त्यसमा मेरो पारामा चाहिँ म जहिले पनि समाजमा मैले देखिरहेको अथवादेखि अरूले पनि देखिरहेको पात्रहरू उठाउन कोसिस गर्छु अथवा त्यसलाई चाहिँ मेल्ट गर्नलाई चाहिँ कोसिस गर्छु क्यारेक्टरमा। अनि त्यो कारणले गर्दा पनि दर्शकले रिलेट गर्नुहुन्छ कि एकदमै मैले देखिरहेको पात्र हो, मैले चाहिँ यस्ता देखेको मैले नदेखेको पनि मेरो फलानु पनि मैले पनि यस्तो छ, मेरो फलानुको ज्वाइँ यस्तै छ, अथवा मेरो फलानुको एउटा मेरो साथी यस्तै छ, अथवा मैले यो देखिसकेको छु फलानु जस्तो छ भने जस्तो चाहिँ म किनभनेदेखि कम्युनिटीमा लोकलबाट क्यारेक्टरहरू टिप्छु। अनि त्यो कारणले गर्दा हो त्यो चाहिँ। विपिनलाई भर्सन्टाइल क्यारेक्टर पनि भन्छन्, भर्सटाइल एक्टर भन्छन् होइन। हजुर आफूलाई के मान्नुहुन्छ तपाईँ? होइन म त एक्टर भन्ने बित्तिकै एक्टरको पर्यायवाची अर्को शब्द भन्नु भने भर्सटाइल। एक्टर एभ्री एक्टर सुड बी भर्सटाइल होइन। भर्सटाइल भएन भनेदेखि त अब एक्टर भन्ने कुरै भर्सटाइल नै हो। मेरो बुझाइ थियो भर्सटाइल त हरेक एक्टर हुनुपर्छ र अथवादेखि फरक चरित्र हुन् नि त। एउटा फिल्मबाट अर्को फिल्मको क्यारेक्टर त जसको जे भए पनि कसैको स्टाइल एउटै गर्ने पनि होला होइन, र भए पनि त्यो फरक हो क्या। नाम फरक हुन्छ, त्यसको परिस्थिति फरक हुन्छ, कथा फरक हुन्छ, दुनियाँ अर्को एउटा दुनियाँबाट अर्को वर्ल्ड हुन्छ। त्यो वर्ल्डमा भएको त्यो पात्र भनेपछि त्यो त अभियसली फरक भइहाल्छ नि। रियल लाइफमा जस्तै त हो नि त्यो कुरा पनि। हामी कसरी फरक सबैजना फरक छौँ नि होइन। हामी नत्र एकअर्कालाई पछि बाटोमा भेट्दा ठ्याक्क कसरी चिनिन्छ त एउटै मान्छे एउटै पात्र हुँदाखेरि त। अनि मेरो बुझाइ चाहिँ त्यो छ। त्यो कारणले गर्दाखेरि पनि मैले चाहिँ फरकै अब मेरो एउटा स्टाइल पनि भइसक्यो क्या। यत्रो वर्ष काम गरिसक्यो, अब त मलाई त्यो फरक अब मान्छेलाई कति गाह्रो हुन्छ होला है तपाईँलाई भन्छन् कि, तर मलाई खै खासै गाह्रो हुँदैन। बिस्तारै के गर्छु भनेदेखि पहिले गरिएका कुराहरू नगर्ने नयाँ कुरा गर्ने क्या यसो सोच्छु। अब नयाँ के गर्ने चाहिँ थाहा हुँदैन, तर पहिले गरेका कुरा त थाहा हुन्छ नि त मलाई, यो चाहिँ गर्नु हुँदैन भन्ने कुरा थाहा छ नि त। अनि त्यो भएर चाहिँ म त्यसरी नै प्रोसेस गर्छु र एउटा प्रोसेस एउटा चाहिँ स्टाइल एउटा विपिन कार्कीको तरिका फर्मुला भन्ने जस्तो तपाईँ जे पनि भन्न सक्नुहुन्छ। त्यस चरित्रमा छिर्न र निस्किन पनि त समय लाग्छ होला नि यसरी अरू? होइन पक्कै पनि लाग्छ। म कुनै पनि चरित्रमा अब त्यो तपाईँलाई एउटा त्यो पस्नको लागि पनि समय चाहिँदो रहेछ होइन, र निस्किनलाई पनि समय चाहिँदो रहेछ यसको। यो चाहिँ अब जस्तो म पहाडकै क्यारेक्टर गर्दाखेरि तपाईँको पस्ने बेलामा सुरुमा अब म अर्को फिल्म गर्न के अर्को गरेर केमा गएँ, त्यसमा पस्नलाई कति दिन समय लाग्यो। जसमा चाहिँ हिन्दी बम्बईमा बसेको मान्छे, बम्बईमै चाहिँ कति बच्चा बेलादेखि त्यहीँ हुर्केको मान्छे होइन, अनि बम्बईसँग लोकल भएको मान्छे, अनि नेपाली मान्छे बुझाउनु थियो। अब त्यो टोन निकाल्ने अनि त्यसमा छिर्ने, त्यो पात्रमा छिर्नको लागि मलाई सुरुमा कति समय लाग्यो क्या। तर त्यो समयमा जब म छिरेँ नि, अब त्यसको बादमा अहिले पनि मेरो अब कप भने जस्तो कभी आइहाल्छ यस्तो कुराहरू। यस्तो म हरेक बातहरूमा यसको पछि यस्तो भने जस्तो हिन्दी टोनहरू क्या अहिले पनि छोड्न सकेको छुइनँ मैले। भनेपछि त्यसले त्यसरी प्रभाव पार्छ। काजीको अस्ति बिचमा कतिवटा मैले बिचमा त्यो सिनहरू बाँकी थियो क्या,
त्यसमा पनि अनि मैले यसो विचार गर्थेँ टक्क घरिघरि त्यो फ्लेभर मैले त्यो 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 भर्खर गरेको छु नि त अब त्यो स्टाइलले बोलिरहेको हुन्छ ए हो म त फाडको स्टाइलले बोलिरहेको छु त यार यसलाई चेन्ज गर्नुपर्छ फेरि नेक्स्ट टेकमा अर्को फेरि इम्प्रुभ गर्छु यो सफल र असफल फिल्म दुइटैबाट सिक्न सकिन्छ भनिन्छ नि हजुर होइन हरेकबाट सिक्नु हरेकबाट एउटा सफल असफल चलचित्र मात्र नभएर म त एउटा नाटक एउटा विज्ञापनबाट पनि सिक्न चाह्यो भनेदेखि चाहिँ सिकिन्छ होइन हरेक कुराहरूबाट सिकिन्छ काम जे गरे पनि काम गरे त्यो अनुभव भन्ने कुरा तपाईँको त्यो अनुभव भयो नि त है अनि मजाले सिकिन्छ त्यहाँ अरूको फिल्म चाहिँ कतिको हेर्नुहुन्छ अरूको फिल्म हेर्छु नि म अरूको फिल्म नहेरेको त फिल्ममै काम गर्ने मान्छे होइन फिल्ममा काम गर्ने मान्छे फिल्म हेर्नुपर्छ फिल्म हेरेपछि नि आइडियाहरू पनि आउँछन् कति अब नयाँ कुराहरू एउटा सानो त्यो नयाँ कुरा आउनलाई चाहिँ फिल्म हेरेर एउटा त्यसको कपी गर्ने भन्ने होइन कि कुनै सानो एउटा आइडिया एउटा सिनमा त्यहाँ देखेकोबाट आफ्नो एउटा कस्तो आइडिया पुरिरहेको हुन्छ कि होइन अथवादेखि हेर्ने पढ्ने बानी गरेन भनेदेखि त अनि अहिले कस्ता चलचित्र बनिरहेका छन् पहिला कस्ता चलचित्र बन्थे सबै कुरामा ज्ञान यसमा त फिल्म हेर्ने कुरामा त अब अझ फिल्ममै काम गर्ने भएको भएर अझ बढी गर्छु त्यो दाइमा हिरो बन्ने सोच चाहिँ कहिले आएको थियो त्यतातिर जाउँ न एकपल्ट होइन यो त म आफू बन्दै जाँदा अटोमेटिक भएको हुँ मैले सोचेर प्लान गरेर होइन एकदम उ गरेर भएको कुरा थिएटर जानुभयो त कलाकारिता पनि गर्नु थिएटर त कलाकार हिरो बन्नु र कलाकार भन्नु म कलाकार बन्न चाहिँ मेरो उ थियो म थिएटर अब पहिले एउटा मात्रै चाहिँ ठाउँ थियो थिएटरको सिक्ने ठाउँ गुरुकुल अनि म त्यहीँनिर गुरुकुलमै जोइन भएर गरेँ र त्यति बेला अब थिएटर भन्दा पनि एक्टिङ सिक्ने भन्ने खालको दाइको प्रभाव छ होइन कुरा छ मेरो दाइको प्रभाव पनि हो अब अटोमेटिक परिवारमा यो क्षेत्रमा भएपछि अभिनय क्षेत्रमा दाइ भएपछि त्यो अनकन्सियसली त्यो एउटा डाइभर्ट हुन्छ नि माइन्ड त्यतातिर आकर्षण हुन्छ नि त्यो अट्र्याक्सन हो क्या मेरो त्यो दाइको कारणले मेरो त्यो एउटा अट्र्याक्सन भयो क्या फिल्ममा यदि दाइ फिल्मलाई लाइनमा हुनुहुन्न थियो भनेदेखि म पनि यो कुरा सोच्दिनँ थियो होला सानोमा त त्यसले धेरै प्रभाव पारेको छ परिवारको इच्छा चाहिँ अरू थियो कि सानोमा पक्कै पनि थियो नि पक्कै पनि नाटकै गर्दासम्म पनि मलाई विदेश जहाँ म त आइएलटिएस गरेर बसेर गरेर त्यस्तो एउटा टाइममा त तपाईँको गुरुकुलभन्दा अगाडिको टाइममा त पुरै विदेश जानलाई त्यस्तरी रेडी भएर बसेको मान्छे नि घर परिवारको इच्छै त्यो थियो होइन विदेश जाओस् पैसा कमाओस् विदेश जाओस् इस्टाब्लिस होस् अब भन्ने नै हुन्छ सबैको त्यस्तो थियो तर अब भाग्यले चाहिँ भाग्यले भनौँ न भाग्यले नि अब आफ्नो रहरको काम रहरको इच्छाको काम गर्न पाउनु त अब त्यो त भाग्यले नै भन्नुपर्छ यतातिर अब त्यो सडनली एउटा गुरुकुलमा पनि खुलिरहेको थियो होइन खुलिरहेको बेलामा यसो त्यहाँनिर सेलेक्सन भइहाल्यो राखिहाल्नेपछि अब त्यो आफूले चाहेको काम गर्न पाइयो अनि आफूले चाहेको र इच्छाएको काम गर्दाखेरि मजा आउने रहर एकदम पुग्दै नपुग्ने इन्जोय गरेर काम गर्ने होइन गर्दा गर्दै अब 2-4 वर्ष 8 वर्ष बितिहाल्यो बित्दै अब खेल्दै सानो अब सुरुमा चाहिँ स्टेजको चाहिँ एउटा एसिस्टेन्ट स्टेज मेकर भएर छिरेको मान्छे म होइन पछि चाहिँ अब एउटा एक्टर भएर निक्लिएँ त्यहीँनिर गुरुकुलबाट भनेपछि चाहिँ अब त्यो विदेशका भन्दा त धेरै माथि नै भयो नि अब त्यो माथि भयो तल भयो विदेशबाट अर्को केही पनि विदेशबाट माथि के आधारमा भन्ने कुरा हो नाम पनि भयो चर्चा छ त्योभन्दा पनि म सन्तुष्टको कुरामा चाहिँ म अहिले अथवा मैले चाहेको कुरा मेरो रहरको कुरा गर्न पाएको छु नि त त्यो कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ अब अरू कुराले अब पैसाको हिसाबले अथवा केको अरूको हिसाबले मलाई अरूतिर पनि म राम्रो पनि हुन सक्थ्यो नि योभन्दा राम्रो पनि हुन सक्थ्यो होला तर पनि म सन्तुष्ट छु कि योभन्दा मलाई जरुरी छैन म चाहेको कुरा मेरो रहरको कुरा गर्न त्यसलाई पेसा बनाउन धेरै
कम भाग्यमानीहरूले मात्रै पाउँछन् कि त्यो भाग्यमानी एउटा तपाईँ पनि त्यो हो। पनि भयो मलाई चाहिँ म चाहिँ त्यसरी सोध्छु आफूलाई कुनै पात्रमा आफूलाई नै ढाल्नु भएको छ दाइ आफ्नो क्या विगत आफ्नो अथवा सबै कुरा चाहिँ अहिलेसम्म मैले गरेको छुइनँ मैले जस्तो म यो अहिले बोल्ने मेरो चेतनाको स्तर म विपिन कार्की जस्तो छु नि मैले त्यस्तो खालको क्यारेक्टर चाहिँ गरेको छुइनँ अब यसमा मेरा म जहिले पनि के भन्ने गर्छु भनेदेखि मैले गर्ने चलचित्र मैले गर्ने क्यारेक्टरहरूमा मेरो आदि अंश चाहिँ त्यहाँनिर आउँछ विपिन कार्कीको विभिन्नत्व अथवा त्यहाँ छिरेन भनेदेखि चाहिँ त्यो अर्थ हुँदैन त्यसमा चाहिँ त्यो काम गर्नुको अनि मात्रै युनिक हुन्छ भन्नेमा चाहिँ म विश्वास गर्छु होइन त्यही स्वरूप यो पनि मेरा आउँछन् हरेक उसमा चाहिँ मेरा आफ्ना कुराहरू पनि आइरहेको हुन्छ हरेक उसमा र तर अब फुल चाहिँ अथवा यस्तै खालको पात्र कुनै दिन कसैले अफर गर्यो भनेदेखि तपाईँ विपिन कार्की तपाईँकै रोल हो नाम मात्रै फरक हो तपाईँ जस्तै हो तपाईँ जस्तै स्ट्रगल फिल्ममा स्ट्रगल गरेर एउटा ठाउँमा यहाँ पुगिसकेको यस्तो खालको एउटा थिएटर एक्टर यो भनेर चाहिँ आयो भनेदेखि पक्कै म यही रोल गर्छु यो कलाकारको पारिश्रमिकलाई लिएर बेला बेलामा विवाद पनि हुन्छ चर्चा पनि हुन्छ दाइलाई के लाग्छ यो विवाद उचित हो अथवा कलाकारको पारिश्रमिक अब यो गसिपहरू समाचारहरू चाहिरहेको हुन्छ त्यो एङ्गलबाट त उचित होला होइन तर अब पारिश्रमिक भन्दा हामीलाई कामको कुरामा चाहिँ धेरै कुरा हुन्छ राम्रो काम भयो भने अटोमेटिक पारिश्रमिक बढी हुन्छ ठुलो फिल्म राम्रो फिल्म अथवादेखि दर्शकलाई हिट बनाउनको लागि उद्देश्यले बनाइएको फिल्म दर्शकलाई छ भनेदेखि त्यसमा अटोमेटिक पैसा आउँछ अब त्यस्तो छैन अब मैले मेरै रेड सुटकेस जस्तो फिल्म पनि छ भनेदेखि अब त्यसमा मैले धेरै पैसा एक्सपेक्ट गर्दिनँ गर्नु हुँदैन पनि जस्तो लाग्छ राम्रो कलाकार हुनको लागि चाहिँ आवश्यक चाहिँ के हो गुणहरू चाहिँ के हो त त्यसमा त म सधैँ भन्ने गर्छु राम्रो म कति ठाउँमा पढाउन पनि जान्छु यसो साथीभाइ भाइ बहिनीहरूलाई पढाउने भन्दा पनि यसो क्लास आफ्नो एक्सपिरियन्स सेयर गर्न जान्छु होइन जाँदाखेरि भन्ने गर्छु सबैको प्रश्न हुन्छ राम्रो एक्टर बन्नलाई के गर्छ म भन्छु सबैभन्दा पहिला तपाईँ राम्रो एउटा मान्छे बन्नु जरुरी हुन्छ होइन एउटा असल मान्छे मात्र एउटा राम्रो कलाकार बन्न सक्छ असल मान्छे यो अर्थमा कि तपाईँ ज्ञानी गुणी भन्ने भन्दा पनि तपाईँ अनेस्ट भनौँ न तपाईँलाई कसैलाई दुःख पर्दा तपाईँलाई करुणा जाग्नु पर्यो कसैले अत्याचार गरिरहेछ भने तपाईँको त्यहाँनिर तपाईँलाई रिस उठ्नु पर्यो के गर्यो तैँले यस्तो भन्न सक्ने हुनु पर्यो होइन त्यस्तो त्यो अर्थमा भन्न खोजेको क्या मैले होइन मानिसको चाहिँ त्यो चाहिँ रियल लाइफकै कुराहरू व्यावसायिक सफलताकै समीक्षा महत्त्वपूर्ण समीक्षा नै महत्त्वपूर्ण जस्तो लाग्छ मलाई चाहिँ होइन समीक्षाको हिसाबले व्यावसायिकता पनि हो सफलताको गरी मापन त व्यावसायिकताले अब कस्तो हुन्छ भनेदेखि फिल्म सुरुमै कुन पर्सपेक्टिभबाट बनाइएको छ भन्ने कुरा चाहिँ खेल्नुभन्दा अगाडि नै थाहा हुन्छ नि त हामीले कुन खालको एक्टिङ गर्ने भन्ने खालको कुरा चाहिँ एउटा कमर्सियल फिल्मको एक्टिङ र एउटा आर्ट फिल्मको एक्टिङ चाहिँ गर्ने एउटा एज एन एक्टरको शैली नै मैले अर्कै शैली अप्नाउँछु कि होइन त्यो कारणले एउटा कमर्सियल फिल्म छ भनेदेखि चाहिँ अब कमर्सियल फिल्मलाई त्यही अनुसारले सोचिन्छ अब आर्ट फिल्म छ भनेदेखि अथवा अलिकति त्यस्तै खालको फिल्म छ भनेदेखि त्यही अनुसारले सोचिन्छ अब कमर्सियल फिल्म छ भने दर्शकले मन पराउने खालको क्यारेक्टरहरू बनाउन जोड गरिन्छ आफ्नो भन्दा पनि होइन तर अब आर्ट फिल्ममा हो भने त्यस्तो हुँदैन त्यसैले समीक्षाको नजरमा समीक्षक नै हाम्रो लागि चाहिँ एउटा एक्टरको लागि त्यही कुरेर बस्छौँ क्या त्यही पढेर भोलि मेरो बारेमा के भन्छ त समीक्षक क्रिटिक्सले अथवादेखि फिल्म जाने बुझेका मान्छे हामीले देखाउने भनेको उसलाई अन्त दर्शकले त भावनामा डुबेर जे पनि भन्न सक्छन् अथवादेखि छुट्याउन सक्दैनन् त्यो कुरा तर एउटा समीक्षकले चाहिँ कहाँ के कसरी कति बेला गल्ती भयो के भयो त्यो कुरा चाहिँ राम्रो समीक्षकले देखायो भनेदेखि त्यहाँनिर सुधार्ने बाटाहरू एकदम धेरै हुन्छन् क्या हो है यो कुरा सही भन्नुभयो उहाँले भन्ने चित्त बुझ्यो भने अब यो कुरामा मैले सुधार गर्नुपर्छ है
आफ्नो समीक्षा पढेपछि मेरो गल्तीहरू त्यहाँनिर महसुस हुन्छ क्या होइन, अथवा राम्रो गरेको छ भने राम्रो कुरा पनि समीक्षामा गरेको हुन्छ नि त। ए ल यो राम्रो कुरा चाहिँ यसरी गर्नु पर्दो रहेछ भन्ने खालको चाहिँ अब त्यो लिन पाइन्छ। त्यो चाहिँ एकदमै त्यो अझ मलाई त्यो अलि अथेन्टिक लाग्छ क्या, एउटा विशुद्ध दर्शकको रिभ्यू र भन्दा एउटा क्रिटिकको रिभ्यूमा चाहिँ त्यसले धेरै महत्त्व राख्छ। जस्तो एनिमल फिल्म बलिउडको खेल्ने कुरा थियो पहिला, मिस भयो होइन, त्यसलाई चाहिँ कसरी हेर्नु भयो, मिसलाई कसरी हेर्नु भएको छ? यदि खेलेको भए अहिले विपिन कार्कीलाई कहाँ पाउन सकिन्थ्यो होला? त्यो त अब भविष्यको कुरा हो होइन, तपाईँले यहीँ पनि पाउन सक्नुहुन्थ्यो, यहाँ पक्कै पनि यहाँ पनि पाउनुहुन्थ्यो, नेपालमै पनि, बलिउडमै चर्चित पनि हुनुहुन्थ्यो, बलिउडमा पनि अब त्यसैबाट पनि म अर्को पनि हुन सक्थेँ। तर अब त्यो समयका बाते भन्छ नि, समयभन्दा अगाडि केही पनि हुँदैन, समयभन्दा पछाडि केही पनि हुँदैन भन्ने कुरालाई मैले विश्वास गरेको छु। अहिले अब कसैलाई कसैको कारणले गर्दा मैले खेल्न पाइनँ भन्दिनँ म त्यसलाई, त्यो समय भएको थिएन रहेछ होइन बलिउड जानको लागि, अथवादेखि त्यो पर्याप्त भएको रहेछ, त्यसरी मिलेन अनुकूलता। तर अब यसको अर्थमा त्यो यो होइन कि अब फेरि जाने सम्भावना ढोकाहरू चाहिँ बन्द भयो भन्ने पनि होइन। मेरो चाहिँ त्यहाँ त्यसले फाइदै पुर्याएको छ, मेरो सङ्गत भएको छ होइन, मेरो डाक्टर साहब सन्दीप रेड्डी सरसँग कुरा भइरहेको छ होइन, उहाँले चाहिँ विभिन्न तसँग कुनै भविष्यमा काम त गर्नै पर्छ पनि भनेर भनेपछि जुनसुकै बेला पनि बलिउड फिल्ममा देख्न सकिन्छ सम्भावना भन्नुहुन्छ। जस छ लिङ्कहरू, अब त्यही कुराले पनि म अब 5-6 चोटि गएँ नि त, अनि त्यति जाँदा साथीभाइहरू गरेछन्, नेपालीहरू कति छन् त्यहाँनिर मजाले जमेर बसेका होइन। अब सबैलाई अब मेरो चाहिँ त्यहाँ उनको स्वेटरै लाग्दाखेरि त्यहाँका चलचित्र कर्मी शुद्ध गएर हेरेका छन् होइन, लगेर देखाएका छन्। बलिउड मिडियामा न्युज पनि बलिउड मिडियामा न्युज पनि आएको थियो। अब मेरो त्यसैलाई पनि त्यहाँनिर एकदम राम्रो एप्रिसिएट गरेको छन्। म पछिल्लो समयमा अस्ति भर्खर पनि म केही समय अगाडि जाँदाखेरि पनि त्यसको एकदमै राम्रो चर्चाहरू पाएको थिएँ। र अब सन्दीप सरसँगको कुरामा पनि एनिमलकै सन्दर्भमा पनि सन्दीप सरले पनि त्यही प्रोजेक्टमा पनि सन्दीप रेड्डी भाङाकै प्रोजेक्टमा पनि ढोका बन्द भएको छैन। किनभनेदेखि उहाँहरूले चाहिँ विभिन्न राम्रो एक्टर होस् भन्ने कुरामा मलाई अहिले अझै पनि कुनै दुविधा छैन। हामी भविष्यमा काम गर्न सक्छौँ भन्नुभएको छ। मैले अब यसलाई धेरै ठुलो आशा पक्का भएर ढुक्क भएर फुलेर बसेको पनि छुइनँ र निराश भएर एकदम एउटा मिस भयो भनेर निराश पनि छुइनँ। मैले जे भयो समयअनुसार समयले निर्धारण गर्ने कुरा हो, समयले निर्धारण गरेन फेरि गर्ला नि। अब थिएटर पनि जानु मन छ त फेरि? पक्कै पनि थिएटर त अब जान मन छ भनेर भन्दा पनि थिएटर पनि गरिरहन चाहिँ मन लाग्छ। अब गरेर थिएटर गर्नलाई समय धेर दिनुपर्छ क्या। थिएटर पनि अब यसै गर्छु भनेर हुँदैन, त्यसमा 2-4 महिना छुट्याउनुपर्छ। रिडिङदेखि लिएर तपाईँको एउटा खेल्छु भनेदेखि लिएर प्रदर्शनको अन्तिम मितिसम्मको समय छुट्याउनुपर्छ। तर मलाई रहर चाहिँ अब फेरि लागेछ। मैले पछिल्लो समयमा अनुपस्थित 3 भन्ने गरेको थिएँ केही वर्ष अगाडि, 2-3 वर्ष 3-4 वर्ष अगाडितिर गरेको थिएँ, त्यहाँ पछि भएन। अब फेरि थिएटरमा एउटा गर्ने बेला भइसकेको छ समयले भन्दा पनि मेरो रहर चाहिँ अब फेरि अब थिएटरै अब एकचोटि एउटा गरौँ है भन्ने चाहिँ भइसकेको छ। अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ कलाकारले कि कलाकारिता गर्नु पऱ्यो कि राजनीति गर्नु पऱ्यो भनेर। अब कलाकारिता राजनीतिमा पनि छन्, कलाकारिता पनि छन्, यसलाई चाहिँ कसरी मूल्याङ्कन? होइन, मैले चाहिँ के भन्छु भनेदेखि अब कलाकारले राजनीति गर्नु हुँदैन भन्ने कुरामा चाहिँ अब त्यस्तो केही कतै काहीँ त्यो लेखिएको छैन होइन। अब एउटा कुरा गर्नु पर्यो भन्ने कुरामा चाहिँ अब म सहमत छु। किनभनेदेखि एउटा कुरामा फोकस हुँदाखेरि त्यो काम राम्रो हुन्छ पक्कै पनि होइन। तर अब राजनीतिक चेतनाका हिसाबले मेरो देशको राजनीति कहाँ छ, के छ, कस्तो अवस्थामा छ भन्ने खालको कुरा थाहा पाउन जरुरी चाहिँ एउटा कलाकारले पर्छ जस्तो लाग्छ मलाई होइन। अब हामीले के गर्ने, हाम्रो तर्फबाट मेरो दायित्व कस्तो हुन्छ त भन्दाखेरि त मैले त्यो कुराहरू एउटा राजनीति नथाहा पाइकन त गर्न सक्दिनँ। त्यही भएर त्यसमा चासो राख्नु पर्छ। एउटा कलाकार भइसकेपछि मेरो समाजको बारेमा चासो राख्नुपर्छ, मेरो सोसाइटीको बारेमा, मेरो राजनीति पोलिटिक्सको बारेमा
र मेरो देशको बारेमा, मेरा जनता, हाम्रो देशका जनताहरूको बारेमा, हरेक किसिमको जनताको बारेमा चासो राख्नु, जानकारी राख्नु चाहिँ पर्छ होइन। तर अब काम गर्दाखेरि एउटा तपाईँले भन्नुभयो नि, कि त राजनीतिकमा कि त उसमा, एउटा काम गर्दाखेरि चाहिँ राम्रो देखिलो र त्यो काममा फोकस चाहिँ हुन सक्छ। अब यो दुई थरी राम्रै कुरा काम गर्दाखेरि विवादमा देखिया पनि त्यही यता र उता दोहोरो चरित्रले कारण दोहोरो चरित्र नभनौँ, दुईवटा काम गर्दाखेरि दुईतिर फोकस हुनुपर्ने भएको भएर दुईटै काम कहिलेकाहीँ बिग्रिन नि सक्छ क्या। कसैले मात्रै त्यो कुरालाई सम्हाल्न सक्छ, सबैले दुईवटा काम एकैचोटि गर्न सक्दैनन्। मेरै सन्दर्भमा म गर्न सक्दिनँ होइन, मेरो त्यस्तो छ। अब कसैले सक्छन्, कोही त अब त्यस्तै तीक्ष्ण बुद्धि भएका मान्छेहरू पनि हुन्छन् होइन, छन्। तिनले अब सक्नेले सकेका पनि छन्, गरेका पनि छन्। तर अब मेरो हकमा चाहिँ म सक्दिनँ एउटा काम मात्रै। तर अब राजनीति चासो र जानकारी चाहिँ राख्नुपर्छ र केही पर्दाखेरि एउटा कलाकारको चाहिँ यति दायित्व र जिम्मेवार बोध हुन्छ जनताप्रति भन्दाखेरि मैले बोलेका कुराहरू, मैले लेखेका कुराहरू एउटालाई दुईटालाई वा पनि त्यो कुरा पर्न सक्छ। त्यसैले गर्दाखेरि एउटा कलाकारले चाहिँ राजनीतिक हिसाबमा पनि सचेत हुनु जरुरी छ। त्यसैले मेरो बुझाइ चाहिँ त्यस्तो छ। मलाई यो चरित्र गर्न पाए हुन्थ्यो भन्ने छ दिमागमा भइरहेको होइन। अब चरित्र एउटा एक्टरले नि एउटा एक्टर भइसकेपछि चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि मेरो अनुभवले पहिले मलाई यस्तो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। तर एक्टर भन्ने पुरै डिमान्ड गरेर गरिने, त्यो मैले रोल डिमान्ड गर्ने र अथवा यो रोल मलाई मनपर्छ म गर्ने भन्ने कुरै होइन कि, यो उल्टो कुरा हो। दिएको रोललाई न्याय गर्न एक्टरको काम हो। एक्टर आफै डाइरेक्टर होइन नि त, आफै कथा राइटर होइन त। एक्टर त एक्टर हो होइन, एक्टर त एक्टर हो। डाइरेक्टरले कास्ट गरेपछि मात्रै एक्टर हुने हो होइन। त्यो कारणले गर्दाखेरि कुनै पनि एक्टरलाई अथवा कुनै पनि कलाकारलाई चाहिँ डाइरेक्टरले जे भन्छ, डाइरेक्टरले जस्तो भन्छ, डाइरेक्टरको अनुसार डाइरेक्टरले सोचेको, उसले इमेजिन गरेको मेरो चरित्र यस्तो छ, राइटरले इमेजिन गरेको चरित्र जस्तै उसले 20मा 20 मैले चाहिँ उसले भने जस्तो गर्न सक्यो भने एउटा एक्टरको सफलता त्यो हो क्या। अथवा मलाई के राम्रो लाग्छ, दर्शकलाई मैले के राम्रो गर्न सक्छु भन्ने कुराले अर्थ राख्दैन क्या। दर्शकलाई त के मनपर्छ, मलाई त के गरेर मान्छेलाई होल्ड गरिदिनु सक्छु नि। तर अब त्यहाँ अर्थ कथामा राख्दैन नि त। फेरि फिल्ममा एक्टिङ गरेको नि त, फिल्म त मेरो मात्रै होइन नि त, ग्रुपको कतिवटा पात्र हुन्छ नि, सबै पात्र उस्तै भूमिका हुन्छ। एउटा सानो होस् चाहे होस् ठुलो होस्, सबैलाई मिलाएर लिएर जानुपर्छ। अनि मैले त्यो अनुसारले त्यसको रिदममा, त्यसको मुडमा, त्यो स्क्रिप्टको चाहिँ एउटा लयमा पक्रेर काम गर्नुपर्ने हुन्छ होइन। र एक्टर भन्ने बित्तिकै मैले यो गर्न पाएँ, यो गर्छु भन्ने पुरै हुँदैन क्या। मलाई डिरेक्टरले कस्तो खालको रोल दियो, अब त्यो रोललाई मैले कति नजिक, डिरेक्टरको नजिक पुर्याउने भन्ने चाहिँ एउटा एक्टरको हुन्छ भन्ने मेरो बुझाइ हो। अबको 10 वर्षपछि विपिनलाई कहाँ देख्न सकिएला त? 10 वर्षपछि अब भविष्यको बारेमा त के भन्न सकिन्छ र होइन। अब कस्तो देख्न सक्नुहुन्छ कि देख्न सक्नुहुन्न कि नदेख्न पनि सक्नुहुन्छ होइन। र यदि तपाईँले देख्नुभयो म रहिरहेँ भनेदेखि चलचित्र क्षेत्रमै देख्नुहुन्छ होइन। चलचित्र क्षेत्रमा देख्नुहुन्छ। मैले एक्टिङ गरिनँ भने पनि म कुनै न कुनै रूपमा चलचित्र क्षेत्रमा डिरेक्सन, मेरो डाइरेक्सन पनि मेरो एकदमै रुचिको विषय हो। डाइरेक्सन पनि र प्रड्युसर बन्ने पनि मेरो एउटा रुचिकै विषय हो होइन। तपाईँले एक्टर, डिरेक्टर, प्रड्युसर यस्तो केहीमा देख्नुहुन्छ। फिल्म क्षेत्रमै हुनुहुन्छ? जस फिल्म क्षेत्रमै हुन्छु। अभिनय बाहेकको समय चाहिँ कसरी बित्छ? अभिनय बाहेकको समय चाहिँ मेरो अब घर परिवारलाई म धेरै समय दिन्छु। मेरा साना छोरीहरू छन् 2जना होइन। अब उनलाई समय दिन पाइराखेको हुँदैन, सुटिङमा हिँडिन्छ। अनि काठमाडौँमा बसेर छुट्टीको समय यदि छ भने चाहिँ म सकेसम्म घरमै त्यसलाई चाहिँ सदुपयोग गर्ने, त्यो समयलाई
बच्चाहरूलाई समय दिने, परिवारलाई समय दिने कोसिस गर्छु। त्यो लगायत अब सानोतिनो व्यवसायहरू पनि चाहिँ सुरु गरेको छु होइन। हामी केही साथीहरू मिलेर त्यतातिर पनि अलिकति समय दिनै पर्यो, त्यस्तो छ। ठिक छ दाइ, अब यो कुराकानीको लगभग हामी अन्त्यतिर आइसकेका छौँ। अब काजी हेर्न पर्खिरहेका दर्शकलाई चाहिँ के भन्नुहुन्छ? काजीको बारेमा अब यहाँहरूलाई म धेरै भनि नै सकेँ, धेरै कुरा थाहा नै भइसक्यो। काजीको गीत आइसकेको छ, काली प्रसाद रिजालको, उसमा चाहिँ वारी बर पारी पिप्पलु भन्ने, जुन अहिले चर्चामा पनि छ, जुन अहिले टिकटकतिर उतातिर भाइरल पनि भइरहेछ र सबैले अहिले राम्रो माया गरिरहनु भएको छ। त्यो गीत हेरिसकेपछि तपाईँ ओभरअल काजीको एउटा के भन्छ, एउटा त्यो व्याख्या को एउटा थिम हुन्छ नि, ओभरअल थिम, ट्रेलर, टिजर जे भने पनि तपाईँले त्यो गीतलाई सम्झिनु भयो हुन्छ। त्यही हो काजी। त्यो गीतमा देखिने प्रेम देखिन्छ नि, त्यही हो होल काजीको चाहिँ एउटा सानो त्यसको कम्प्याक्ट एउटा सानो ऊ हो क्या। त्यो गीतले भनिरहेछ काजीको फिल्म भनेको कस्तो हो भन्ने खालको कुरा। तपाईँले वारीबर पारी पिपलु भन्ने काजीको गीत सुन्नुभयो भनेदेखि काजी यो लयमा यसरी भनिने रहेछ है। यो एउटा विशुद्ध प्रेम कथामा आधारित चलचित्र हो, जुन श्रीमान श्रीमतीको प्रेम हो। मैले श्रीमानको भूमिका गरेको छु काजीको, कजिनीको भूमिका केकीले गर्नुभएको छ। र यो एकदमै एकअर्कामा प्रेममा कतिसम्म समर्पित गर्न सकिन्छ, अथवा प्रेम गर्नलाई, खुसी हुनलाई धन सम्पत्तिले मात्रै पर्याप्त हुन्छ त अथवा हुँदैन भन्ने कुराहरू चाहिँ यहाँहरूले यसबाट थाहा पाउन सक्नुहुन्छ। र एउटा लभेबल मायालु चाहिँ चलचित्र काजी हेर्न पाउनुहुन्छ, जसमा मेरो काजीको भन्ने पात्रलाई त झन् तपाईँहरूले यस्तो मन पराउनुहुन्छ कि त्यो चाहिँ यस्तो ज्ञानी क्यारेक्टर छ कि यस्तो चाहिँ यो सबैभन्दा ज्ञानी क्यारेक्टर अहिलेसम्म गरेको मैले यही हो, गरेको काजी नै हो। एकदम सबैभन्दा सोझो, सबैभन्दा सिधा, सबैभन्दा स्पष्ट, सबैभन्दा चाहिँ त्यो नलोभी होइन, सबैभन्दा दानी, अर्काको बारेमा ख्याल गर्ने, सबैभन्दा त्यो एउटा चरित्रको हिसाबले चाहिँ उत्कृष्टै छ, ज्ञानी चरित्र अहिलेसम्म गरेको सबैभन्दा ज्ञानी चरित्र हो। हजुर, यहाँको सिनेमा जुन लाग्दैछ 8 गतेबाट होइन, त्यो सफलताको कामना पनि गर्दछौँ हामी। एकदम थ्याङ्क यू। रातोपाटीमा यहाँले समय दिनुभयो, आगामी दिनमा पनि यसै गरी कुरा गर्न पाऊँ। पक्कै पनि यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धेरै धेरै धन्यवाद।